हेलो साथीहरु नमस्कार। आज चाहिँ म नयाँ भिडियो लिएर हजुरहरु समक्ष उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ मैले रोपेको फुलहरु चाहिँ के कस्तो छ त भनेर हजुरहरुलाई देखाउन गइरहेको छु। फुलहरु हेर्नको लागि जाउँ है त। भर्खर नर्सरी गरेर यतिको हुँदैछ फुलहरु चाहिँ। मैले अलि अस्ति नै सबै नर्सरी गरेको हो। अनि त्यसैले यसरी रोपेको छु मैले फुल। मलाई फुलहरु चाहिँ एकदमै मन पराउँछ। रोप्ने ठाउँ नभएको कारणले गर्दा चाहिँ छतमा ल्याएर यसरी रोपेको छु मैले फुल। यहाँनेर चाहिँ मेरो ब्रह्मकमल फुल फुल्न लागेको छ। हेर्नुस् त साथीहरु कति क्यूट, कति खुसी छु म यो फुलहरु देखेर। ब्रह्मकमल फुल फुल्यो भने घरमा राम्रो हुन्छ रे, घरमा लक्ष्मी आउँछ रे भनेको सुनेको थिएँ। अब हेरौँ भगवानजीले कतिको लक्ष्मी ल्याउनु हुँदो रहेछ। उहाँलाई मेरो घरमा स्वागत छ। हेर्नुस् साथीहरु, यो लाडुपाते फुलको सिजन सकिन लाग्यो तापनि मैले फ्याल्न लागेको छुइनँ, लोभ लागेर फुलि नै रहेको छ। किनभने फुल फुलेको एकदम राम्रो हुन्छ नि त, सबैलाई त्यही त हो। सो त्यही भएर मैले अहिलेसम्म फ्याल्न सकेको छैन। मनै लाग्दैन कि यो फुललाई काटेर फ्याल्दिउँ अनि अर्को नयाँ मुना आउँछ भन्ने। अरूतिर बरु नर्सरी गरेर राखेको छु, अरू पलाउँदैछ, यसलाई मैले फ्याल्न सकिनँ, राखिरहेको छु। यता मैले सागहरू रोपेको छु। यहाँनिर सयपत्री फुलहरू पनि फुल्दैछ। यहाँ एउटा फुलेको छ, यो बोटमा एउटा। यहाँ काँक्रा पनि उम्रिँदैछ। यहाँ यो काँक्रालाई थाँक्रा लगाएको अलरेडी अगाडि नै मैले। यस्तै छ साथीहरु मेरो फुलहरुको अवस्था। यहाँ बकमबेलिया छ, यहाँ भिन्काहरूलाई चाहिँ मैले निकै ठाउँ रोपेको छु, तर खै अहिलेसम्म त्यति धेरै सक्सेस चाहिँ भएको छैन। उतातिर टमाटरहरू, सिमीहरू, यहाँ नि सिमी लगाइरहेको छु। सिमीलाई थाँक्रा पनि छ। यतातिर चाहिँ मैले पानी धेरै पर्छ नि त, बर्खाको टाइम हो अहिले, त्यही भएर यतातिर अलिअलि नर्सरी पनि गर्दैछु। इन्डोर प्लान्ट चाहिँ यहाँनिर लिएर राखेको छु मैले, किनभने अलिअलि घाम पनि आवश्यकता पर्छ यसलाई ग्रोथ हुनको लागि। भर्खर प्लान्ट सारेको हुन्छ, रिपोर्ट गरेको भएको कारणले चाहिँ मैले यहाँनिर लिएर राखेको छु यसलाई। यो चाहिँ कृष्णकली मुना पलाउँदैछ। यहाँ मैले यो रोपेको त 1 हप्ता नै राम्रो भएको छैन। यहाँ हेर्नुहोस्, यसो गर भने चाहिँ बिरुवा मर्दैन भनेको सुने थिएँ, हो रहेछ। हेर्नु त साथीहरु, मुना पलाएको कस्तो राम्रो भइरहेछ। अनि मेरो यता पनि मेरो फुलहरू छ। यहाँ चाहिँ अलिअलि फुलेको फुलहरू छ। बर्खाको टाइम भएकोले गर्दा बासिटा आएर फुलहरूलाई एकदमै असर पार्दो रहेछ। फुलहरू मर्ने सम्भावना धेरै हुँदो रहेछ। अनि त्यही भएर मैले चाहिँ एकदम जतनको साथीहरूतिर राखेको छु, तर फुलहरूलाई चाहिँ सेभ गर्न निकै गाह्रो हुँदो रहेछ है साथीहरू। मलाई फुलहरू एकदमै प्यारो लाग्छ, एकदमै राम्रो लाग्छ। फुल रोप्न रहर पनि लाग्छ, तर खै मजाले हराभरा बनाउने कहिले हो भनेर मनमा चिन्ता पनि छ। एकदम हतार छु म यो फुलहरू फुलेको हेर्नलाई। भिन्कालाई मैले यसरी यहाँ लिएर रोपेको छु, किनभने भर्खर अर्को रिपोर्ट गरेको, यसलाई मैले अर्को ठाउँबाट सारेको रहेछ। रिपोर्ट गर्दाखेरि अलिकति जराहरू तलमाथि हुन्छ, त्यही कारणले चाहिँ मैले यहाँ लिएर शीतलमा राखेको, यसलाई सेभ गरेको। अलिकति सरिसके पछाडि म अर्को ठाउँमा यसलाई सार्ने छु। यहाँ लालुपातेको मुना पलाउँदैछ। मेरो अर्को प्लान्ट चाहिँ यहाँ पनि छ। यहाँनिर लक्की बेम्बो चाहिँ मभन्दा अलिकति अग्लो भएको छ अहिले। मैले यो रोपेको रहरले यो मौलाउँदा, यो फस्टाउँदा एकदम राम्रो हुन्छ भनेर सुनेको थिएँ। सो त्यही भएर मैले यो लक्की प्लान्ट चाहिँ, लक्की बेम्बो चाहिँ यहाँ लिएर रोपेको हो। है फुलहरूमा खेल्नु आएको हेर पुतली, कति क्युट पुतली। पुतली नघुमन भुइँ बस फुलको डालीमा। क्युटी पाए, तिमी के खान आयो? तिमी यहाँ के खान आयो भन त पुतली? पिटोनियम हेर्नुहोस् त साथीहरु, कति राम्रो भएको छ।
अफ सिजन भए पनि अहिले पानीले दुःख दिए पनि यतिको बनाएको छु है मैले। यहाँ छ मेरो ढुङ्गाको पुरानो झ्याङ हो मेरो यो। हो एकदम राम्रो भएर फस्टेको छ, राम्रो भएको छ, बुस्सी छ, ठुलो झ्याङ भए पनि एकदम बुस्सी बनाएको छु मैले। यो स्नेक प्लान्ट पनि मजाको भएर आउँदैछ, भर्खर रिपोर्ट गरेको छु यसलाई पनि। यहाँ एउटा लालुपाते छ, लालुपातेको बल्ल अब चाहिँ हरियो पातहरू हुन थाल्दैछ। लुगा पनि राम्रोसँग फुल्दो रहेछ यो फुल, र पनि मलाई काटेर हाल्नु मन छैन, एकदम राम्रो छ नि त यो। यतिन्जेलसम्म मेरो भिडियो हेरेर बसिदिनु भएकोमा हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। यदि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर पनि गरिदिनु होला। हस्त, धन्यवाद।